पहिलेको बसाइ चिङाड गाउँपालिका वडा नम्बर 5 सुर्खेत जिल्ला। अहिले चिङाड गाउँपालिका अहिले भेरीगङ्गा नगरपालिका वडा नम्बर 11 सादीवाला भन्ने ठाउँ। म इन्डियातिर काम गर्दै गर्दा आफूसँग काम गर्ने केही नेपाली दाजुभाइ हुनुहुन्थ्यो, जसमध्ये एकजना राजनीति गर्छु भन्दै हुनुहुन्थ्यो र आफूलाई राजनीतिबारे थाहा छैन, तर राजनीति गर्छु भन्दै हुनुहुन्थ्यो। उहाँको कुरा जस्ताको तस्तै सुन्न सक्नुहुन्छ। उहाँ चाहिँ सिम्ता गाउँपालिकाबाट हो, बाँकी परिचय उहाँले आफै दिनुहुन्छ। ल सुन्नुहोस् उहाँको कुरा, र मन परे लाइक गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला। बाँकी उहाँको कुरा सुनेर तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ। धन्यवाद। घर कहाँ हो दाजु? मेरो घर सुर्खेत जिल्ला कुन ठाउँ? सिम्ता गाउँपालिका। ए, पुरा नाम के हो तपाईँको? मेरो नाम हिरासिंह नेपाली कमरेड आराम। कमरेड? नेता त होइन, अलिअलि भनौँ अब कम्युनिस्ट सिद्धान्त बोकेको मान्छे भन्न सक्छ। ए हो र? खुल्ला कम्युनिस्ट कुनै पार्टीको सदस्य नै, खुल्ला कम्युनिस्ट। ए हो र? कति साल राजनीति गर्नुभयो त? यस्तै गरियो होला 15-20 साल जति। 15-20 वर्ष राजनीति गर्नुभयो। सिम्तामै गर्नुभयो कि सिम्तादेखि बाहिर? सिम्तामा पनि घुम्यो, सिम्तादेखि बाहिर पनि घुम्यो। ए, सिम्ता बाहिर पनि घुम्नुभयो। हजुर। सुर्खेतको चिङाड गाउँपालिकातिर भन्ने ठाउँ कहिले आउनु भएको छ? अहिलेको चिङाड गाउँपालिका भन्ने गएको छु। को नेतालाई चिन्नुहुन्छ? यताको लालबहादुर जीसी। लालबहादुरजीले चिन्नुहुन्छ? लालबहादुर जीसीलाई पनि चिन्छु, कृष्ण जीसीलाई पनि चिन्छु। हजुर, लालबहादुर जीसी कस्ता छन् मान्छे? कहिले भेट भएको छ कि चिन्नु मात्रै हुनुहुन्छ? लालबहादुर जीसीलाई म मार्दै चिन्छु, उहाँसँग भेट त भएको छ, उहाँसँग कुराकानी गर्ने बस्ने मौका मिलेको बस्नु भएको छ? मौका मिल्यो होइन? मिलेको छैन। जित्ने जीसीहरूसँग प्रत्यक्ष बस्ने, कुराकानी गर्ने, सँगै खेल्ने सहित भएको छ। लालबहादुर जीसी भाइ हो त? म जीसीको भाइ हो। मसँग त भयो होला त भेटघाट? हजुरसँग भयो भने जितेन्द्र जीसीसँग ज्यादा जितेन्द्र जीसी भन्दा त अन्त उपरे माओवादीको नेता परे, उनीसँग बस्ने। अब लालबहादुर जीसी भन्ने हाम्रो चिङाड गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्ष हुन्। अब नेताहरूमध्ये यता गुमीतिरको लालबहादुर घलिहरूसँग बस्ने टाइम परेको छ। अनि तपाईँ राजनीति छोडेर यता किन आउनुभयो त? अब के गर्ने, सधैँ राजनीति गरेर हामी जस्तो गरिबलाई पुग्दो रहन्छ। किनकि पहिला थाहा भएन, आजभोलि उमेरमाथि अब राजनीति गरे। आजभोलि के भन्छन् थाहा छ नेताहरूको पछि घुम्नेहरूलाई? झोले। तपाईँ झोले त होइन नि? म झोले होइन, खुल्ला कुनै पार्टीहरूलाई खुल्ला कम्युनिस्ट हो म। किनकि मैले कुनै पार्टीमा झोले थियो होला, अहिले किनकि मैले राजनीतिलाई क्रान्तिलाई बुझेँ। म सिधा नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्त बोकेको, कुनै पार्टीको झोले नबनेर सब पार्टी सदस्य त्यागेर अहिले आफ्नो जीवनशैली बिताइरहनु भएको छ। जीवन पनि बिताइरहेको छु। बाहिरैबाट भए पनि थोडा तिनी अब कम्युनिस्ट सिद्धान्त बोकेर राजनीति गरिरह्यो भने कुनै पार्टीको सिद्धान्त झोले बनेर बसेको छैन, कुनै पार्टीको झोले बन्नु पनि छैन। मैले सिधा कम्युनिस्ट पार्टीको सिद्धान्त बोकेर नेपाली कम्युनिस्ट क्रान्तिलाई जिल्लामजदुरी गर्दै भए पनि अगाडि बढाउने मेरो रहर। तपाईँले गर्दाखेरिको राजनीति र अहिलेको भएको राजनीतिलाई के भन्न चाहनुहुन्छ? अहिले हामीले गरेको राजनीति र हामीले चाहेको राजनीति र यो राजनीतिमा धेरै आकाश पातालको फरक छ। किनभने चाहिँ हामीले गरेको राजनीति देश र जनताको लागि भनेर गरेको राजनीति हो। हामीले आधा हकत पनि गयौँ देश र जनताको लागि। अहिलेको राजनीति भनेको नेताहरूले पेट भर्ने राजनीति भइरहेको छ। नेताहरूले जो ठुला बराबर आफ्नो झोला भर्ने राजनीति भइरहेको छ। त्यसैले कार्यकर्तालाई झोले भनिन्छ। हो र? ए ल, तपाईँलाई धन्यवाद छ। कहिलेकाहीँ लालबहादुर जीसीलाई भेट्ने मन भयो भने मलाई भेट्नु होला, मेरो दाइ हो। सुर्खेत जिल्ला चिङाड गाउँपालिका कहिले आउनुभयो भने यसो फोन गर्नु होला, लालबहादुर जीसँग भेट्ने बस्ने मौका मिलाइदिनु ल। हुन्छ सर, थ्याङ्क यू, धन्यवाद।